खरखरेको लागि सबभन्दा इफिसियन्ट कुरा चाहिँ त्यही हो। दबाई पानी याद गरेन भने चाहिँ जुन बिमार लागेको याद गरेन भने चल्ला आएको 3-4 दिनभित्रमा हामीले याद गर्नुपर्छ। चल्ला यसरी डल्लो परेर बस्दैछ भने चाहिँ रनिङ बेसी भएर चाहिँ उनीहरूको बडी वेट जुन छ त्यो गरेर चाहिँ मोर्टालिटी रेट हुने चान्सेस बेसी हुन्छ। यो तपाईँले छान्नु पाउँछ कि तपाईँले डिलरकोबाट जुन आउँछ त्यही लिनुहुन्छ? कसै नयाँ है हाम्रो माझमा, हाम्रो भ्युअर्स माझमा कसैले नयाँ पोल्ट्री फार्मिङ गर्छु भन्यो भने चाहिँ अब इनिसियल कस्ट कति आउँछ होला अलिकति सेटअपहरू गर्दा फेरि? हेलो एभ्रिवान, तपाईहरुलाई सिक्किम एग्री क्लिनिकमा स्वागत छ र म समीर तामाङ तपाईहरुको आजको होस्ट र म चाहिँ आज पोल्ट्री फार्ममा आएको छु है। यो फार्म रुचुङ बस्ती नामथाङ ब्लक नाम्ची डिस्ट्रिक्टमा पर्छ र यो फार्मको ओनर हुनुहुन्छ राजकुमार गुरुङ। उहाँलाई पनि यो एपिसोडमा स्वागत छ है। धन्यवाद। र आज हामी यो भिडियोद्वारा है पोल्ट्री फार्मिङमा के हामीले एकदमै बेसिक्स कुरा है जुन चाहिँ हामीले नजरअन्दाज गर्नु हुँदैन त्यसको विषयमा हामी जान्नेछौँ है। हामीले फर्स्टमा सुरुवात गर्दाखेरि हाइजिनलाई लिएर के कस्तो हुनु पर्यो? हाइजिन त एकदम दामी गर्नुपर्छ, नत्र भने चाहिँ चल्लालाई पुरा साह्रो पर्छ। टक्क यो चल्लालाई चाहिँ अब हाइजिन मेन्टेन गर्नु सकेन र जस्तै यो लिटर म्यानेजमेन्ट गर्नु सकेन भने चाहिँ चल्लालाई चाहिँ बेसी बिमार हुने चान्सेस हुन्छ। जति सक्दो यो भुइँहरू जति पनि छ सुक्खा राख्नुपर्छ। हामीले यो जति पनि यो उनीहरूले लिटर गरेको चिजहरू सबै सफा गर्नु सक्नुपर्छ, सुक्खा राख्नु पऱ्यो। अनि एयरेसन राम्रो हुनु पऱ्यो, हावा पानी हावामा आउनु सक्नु पऱ्यो। बेसी हावा आउनु पनि दिनु हुँदैन, बेसी चिसो आउनु पनि दिनु हुँदैन। यसो गऱ्यो भने चल्लालाई बिमार हुने चान्सेस हुन्छ हो। त्यही हो। अरू त पानीमा कतिको हाइजिन? पानी त म नर्मल ट्याप वाटर दिन्छु, जुन रनिङ वाटर दिन्छु। यसलाई केही तताएर दिने त्यस्तो म त अहिलेसम्म गरेको छैन त्यस्तो त कहिले पनि। अहिले गर्नुभएको छैन है? सो हामीले नर्मल ट्याप वाटर दिँदा पनि भयो हुन्छ। र साथसाथै फिडिङको कस्तो छ? तपाईँले कति टाइम गर्नुहुन्छ दिनमा? 2 टाइम, 2 खेप मात्रै गरिन्छ। चल्लालाई पनि 2 खेप हो। चल्लालाई पनि 2 खेप, ठुलो भएर पनि 2 खेप। र फिडको दाम कस्तो छ है? फिडको दाम प्रति किलो हेऱ्यो भने 66 छ, तर बोरामा हेर्दाखेरि हामीले 2900 रुपियाँ पर बोरा पर्छ। यो चल्ला नयाँको लागि प्री स्टार्टर, त्यहाँदेखि स्टार्टर तपाईँको 2800 पर्छ, त्यहाँदेखि फिनिस छ 2700। र तपाईँले जस्तै भन्नुहुँदैछ है प्री स्टार्टर 2900 पर्यो, त्यहाँदेखि फिनिसर 2700 पर्यो है। सबभन्दा बेसी लाग्ने त तपाईँको फिनिसर हो। र यत्रो 2700 मा किन्दा पनि तपाईँलाई राम्ररी नै पसाइ नै रहेको छ? अलिअलि प्रफिटेबलै छ, अलिअलि चाहिँ भनौँ न अहिलेसम्म चाहिँ। तपाईँलाई यो लिटरमा जुन हामीले देख्दैछौँ है यो धानको भुस छ है, यो तपाईँले कसरी ल्याउनुहुन्छ? यो हाम्रो सबै यो डिलरबाट आउँछ। प्रति बोरा हामीलाई 240 रुपियाँ पर्छ एक बोराको। सो तपाईँले जुन डिलरको कुरा गर्नुभयो है, हामीले देख्ने गर्छौँ सिक्किममा है प्राय पोल्ट्री फार्मरहरू उहाँहरू सबै डिलरकोबाट लिन्छ है। डिलरकोबाट लिँदाखेरि तपाईँहरूलाई कस्तो प्रकारले बेनिफिट हुन्छ? बेनिफिटहरू छ, त्यस्तो छैन हामीलाई त, त्यस्तो सबै राम्रो छ। किनभने अब यत्रो बेसी प्रफिट गरेर चाहिँ आफैले गऱ्यो भने सक्दैन, खर्च यसमा बेसी छ। डिलरबाट गऱ्यो भने चाहिँ आफ्नो खर्च पर्दैन। सो जब यो लगभग 40देखि 50 दिनमा तपाईँले सेल आउट गर्नुहुन्छ, त्यसको बादमा जुन प्रफिट मार्जिन बस्छ, प्रफिट मार्जिन बाहेक जुन दाम पाउनुहुन्छ त्यो दामबाट चाहिँ तपाईँले डिलरलाई दिने गर्नुहुन्छ। आफ्नो प्रफिट जति पनि कस्टिङ आएको हुन्छ त्यसमा 5 to 10% हुन्छ। तपाईँले यसको वेट मेन्टेन गर्नुलाई चाहिँ कसो गर्नुहुन्छ? एफसिआर मेन्टेन गर्नुपर्छ मेन चाहिँ। अब यसलाई चारो पानी राम्रो गर्नु पऱ्यो, दबाई पानी पुरा याद गर्नु पऱ्यो। दबाई पानी याद गरेन भने चाहिँ जुन बिमार लागेको याद गरेन भने चाहिँ जुन उनीहरूको बिमार लागेपछि चाहिँ वेट लस भइहाल्छ। त्यहाँदेखि त्यो बडी गेन पनि हुँदैन, केही पनि हुँदैन, त्यो कामै लाग्दैन त्यो कुखुरा। जुन तपाईँले दबाई पानी भन्नुभयो है, हाम्रो भ्युअर्सहरूलाई 1-2 वटा दबाईको नाम र त्यो चाहिँ कति बेला लगाउनु पर्ने है, त्यो कस्तो प्रकारले दिइन्छ त्यसको बारेमा जानकारी दिनुहोस्। जस्तै अब चल्ला अब अहिले यो 12 दिन भयो, चल्ला आएको 3-4 दिनभित्रमा हामीले याद गर्नुपर्छ। चल्ला यसरी डल्लो परेर बस्दैछ भने चाहिँ दबाई दिनुपर्छ। त्यसको दबाई लागि चाहिँ बिहान कुनै पनि दबाई नर्मल दबाई दिँदा भयो, एन्टिबायोटिकहरू त्यो गऱ्यो भने उनीहरूलाई जति पनि यसो गरेर बस्दाखेरि त्यो
बिमार लाग्ने चान्स कम्ती हुन्छ अनि यसलाई ल्याउने बित्तिकै गुड पानीहरू यता यता कुनै पनि ग्लुकोज वाटर दिनुपर्छ हामीले त्यो गरे उनीहरूलाई जुन ट्राइबलमा भएको त्यो लामो ट्राभल गरिरहेको हुन्छ उनीहरू त्यो ट्राभलबाट आएकोले जति जति पनि थाकेर चल्लाले पानी खाएको हुँदैन के खाएको हुँदैन त्यो कति दिनसम्म के खाएको हुँदैन त्यो ग्लुकोज वाटर या कुनै पनि चिनी पानी या गुड पानी दियो भने चाहिँ राम्रो हुन्छ यिनीहरूलाई ताकत आउँछ त्यहाँदेखि चारो पानी राम्रो इन्टेक गर्छ उनीहरूले यिनीहरूलाई के क्याल्सियमको दबाईहरू क्याल्सियम तपाईँको क्याल्सियमहरू दिनुपर्छ हामीले क्याल्सियम दिनु पऱ्यो तपाईँको लिभर टोनिक दिनु पऱ्यो हामीले जति पनि यिनीहरूको इन्टेक बेसी हुन्छ इन्टेक बेसी हुँदाखेरि यिनीहरूलाई लिभरको लागि इन्फेक्सन बेसी हुने चान्सेस हुन्छ त्यही भएर चाहिँ हामी लिभर टोनिक टाइम टाइममा दिइबस्नुपर्छ 2 to 3 days दिनुपर्छ क्याल्सियम जब तपाईँको चिसो महिनामा क्याल्सियम बेसी दिनुपर्छ गरम महिनामा चाहिँ क्याल्सियम त्यस्तो बेसी दिनु पर्दैन जुन बिमारीको कुरा गर्दै आउँदाखेरि है हामीले प्राय देख्ने गर्छौँ यो पोल्ट्री फार्मिङमा जुन हामीले यहाँ एकदमै हाम्रो नेपाली भाषामा एकदम लोकल भाषामा भनौँ है खरखरे भन्छ नि त्यो चाहिँ खासै चाहिँ के हो र चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ अब त्यसलाई त्यो रोगबाट चाहिँ बचाउन सक्छ खरखरेको लागि चाहिँ सबभन्दा इफिसियन्ट कुरा चाहिँ त्यही हो एरिएसन मिलाउनु पऱ्यो हावालाई राम्ररी खेल्नु दिनु दियो भने तपाईँको त्यस्तो त्यो बिमार आउँदैन पनि जब तपाईँले हावै आउनु दिएन र यसरी ट्याप गरेर राख्यो भने जब अक्सिजन लेभल यहाँको जुन खोविड अक्सिजन लेभल कम्ती भएपछि उनीहरूलाई सास फेर्न साह्रो पर्छ त्यही कारणले त्यसलाई बिस्तारै बढाएर गएपछि त्यो खरखरे बनिहाल्छ त्यहाँदेखि चाहिँ लागेको खण्डमा चाहिँ त्यसलाई चाहिँ कसरी हामी म्यानेज गर्न सकिन्छ सिम्पल कुरा त्यसको लागि दबाई पाइहालिन्छ एन्टिबायोटिक पाइहालिन्छ 2 to 3 days युज गऱ्यो त्यहाँदेखि त्यसलाई पनि भएन भने चाहिँ त्यहाँदेखि चाहिँ बिस्तारै बिस्तारै दबाई सिम्टम्स अनुसारले गर्दै जानुपर्छ र हामीले है देखिरहेछौँ है यो फार्मको क्यापेसिटी कति छ तपाईँको यसको म्याक्स टु म्याक्स 1800 हुन्छ यसमा 1800 र यो बिचमा तपाईँले बाँडेर है एउटा कम्पार्टमेन्ट बनाएर छुट्याउनु भएको छ है यसको पछिको राज के छ यसको पछाडि खास कारण चाहिँ के हो भने चाहिँ तपाईँको यो चल्ला छ अब ठुलो छ 62 फिट लामो छ त्यो चाहिँ यहाँको चल्ला पर जान्न परको चल्ला यता आउँदा के हुन्छ भने जुन त्यो रनिङ बेसी भएर चाहिँ उनीहरूको बडी वेट जुन छ घट्छ बडी वेट पनि गेन हुँदैन वेट पनि घट्छ जुन उनीहरूको बढ्ने समयमा बढ्दैन पनि राम्ररी यसरी टकटक बाँडेर राख्यो भने चाहिँ उनीहरू खायो टक्कै बस्यो टक्कै त्यति मात्रै हुन्छ त्यसलाई कुद्नु पर्दैन के गर्नु पर्दैन टक्कै बसेर चाहिँ सजिलो हुन्छ अन्त फेरि यसो छाडेर के हुन्छ भने सबै चल्ला एकैपट्टि गएर बस्नु पाएन त्यो गरेर चाहिँ मोर्टालिटी रेट हुने चान्सेस बेसी हुन्छ र यो तपाईँकोमा भएको चल्लाको ब्रिड चाहिँ कुन चाहिँ हो यो चाहिँ मेरो भ्यानकप 430 हो यहाँनिर चाहिँ तपाईँले अहिलेसम्म कुन कुन ब्रिड चाहिँ लगाएर हेर्नु भएको छ मैले कप्स 400 र भ्यानकप 400 अन्त भ्यानकप 430 लगाएको यति तिनवटा भेराइटी लगाएको छु यो तपाईँले अहिले भन्नुभयो है यो मासमा चाहिँ यो तपाईँले छान्नु पाउँछ कि तपाईँले डिलरकोबाट जुन आउँछ त्यही लिनुहुन्छ त्यो जुन त्यही लानुपर्छ सो त्यसो गर्दाखेरि तपाईँको सबै ब्रिडको ग्रोथ राम्रै छ अहिलेसम्म राम्रै छ यहाँ छ यसमा कसै नयाँ है हाम्रो माझमा हाम्रो भ्युवर्स माझमा कसैले नयाँ पोल्ट्री फार्मिङ गर्छु भन्यो भने चाहिँ अब इनिसियल कस्ट कति आउँछ होला अलिकति सेटअपहरू गर्दा ओर्दाखेरि तपाईँको त्यो त अब आफ्नो आफ्नो विचारले कत्रो खोर बनाउनुहुन्छ कत्रो के गर्नुहुन्छ त्यो विचार मिनिमम इन्भेस्टमेन्ट चाहिँ अब कम्तीमाको पनि 50,000 चाहिँ हुन्छ तलमा त्यो सेटको मात्रै कस्ट हो त्यहाँदेखि तपाईँको डिलरसिपको लागि अलग्गै आउँछ त्यहाँदेखि अरू पनि चिज पनि अब आफ्नो कस्ट अफ स्ट्रक्चर कसो अब तपाईँले कस्तो प्रकारले बनाउनुहुन्छ या त पर्मानेन्ट बनाउनुहुन्छ त या टेम्पोरेरी बनाउनु त्यही अनुसारले चल्दै जान्छ हाम्रोमा त प्रायः जस्तो है टेम्पोरेरी र पर्मानेन्ट भन्दा पनि ज्यादा जस्तो जुगाडमा चल्ने गर्छ है जुगाडमा चाहिँ हाम्रो जग्गामा 50-60 हजारमा एउटा राम्रो स्ट्रक्चर बनिन्छ त्यतिमा कति लगभग 500-600बाट अट्नु सक्छ आरामसे बन्छ लगभग 1000सम्म कहिले जानेर राम्रो ठाउँ जग्गा र कटिङहरू बेसी गर्नु छैन भने 1000सम्म अट्ने पनि बनिन्छ त्यो त अब आफ्नो विचारले कस्तो प्रकारले बनाउनुहुन्छ त्यही अनुसारको हुन्छ यदि तपाईँलाई है कसै नयाँ व्यक्तिले म पनि फार्म चलाउँछु म पनि यो पोल्ट्री फार्मिङमा इन्ट्रेस्टेड छु भने उहाँलाई तपाईँ के सुझाव दिनुहुन्छ म त के भन्नु त अब उनीहरूलाई आफ्नो पनि इच्छा हो गर्नुपर्ने सक्छ भने गर्नुपर्यो खट्नु सक्छ भने गर्नुहुन्छ कमाइ राम्रै छ कमाइ राम्रै छ नराम्रो पनि भन्दिनँ छँदा पनि छैन पनि भन्दिनँ छ पनि भन्न सक्दिनँ म त्यसमा चाहिँ सो यो कमाइ चाहिँ कोही बेला हुन्छ कोही बेला अप्स एन्ड डाउन आउँछ जुनै पनि अब बिजनेसमा त अप्स एन्ड डाउन आउँछ कोही बेला तपाईँको
लागत गोजीबाट जान्छ, कोही बेला राम्रै आउँछ, कोही बेला आउँदैन। र हामीले आज है यो भिडियो मार्फत जान्नु पायौँ है कि एउटा पोल्ट्री फार्मिङ है जसलाई पनि इच्छा लाग्छ है र उहाँ अलिकति यो पोल्ट्री फार्मिङमा है दुःख पनि गर्नु पर्दो रहेछ है र अलिकति दुःख गऱ्यो भने यसमा मान्छेलाई फाइदै पनि रहेछ है, फाइदा पनि हुँदो रहेछ र साथसाथै म्यानेजमेन्ट राम्रो गर्नु सक्यो, भेन्टिलेसन है जुन यो हावाको कुरा गर्यो, एरेसनको कुरा गर्यो, त्यो एरेसन राम्रो मेन्टेन गर्नु सक्यो र साथसाथै हाम्रो फिडिङको है चारो राम्ररी टाइममा लाउनु सक्नु पर्यो, पानी राम्ररी टाइममा दिनु सक्यो है। पानीमा पनि हामीले नर्मल ट्याप वाटर चलाउँदा हुने रहेछ है र खासै त्यस्तो डरलाग्दो दुःख केही छैन रहेछ। तर यति हो मान्छेले कसरी म्यानेज गर्छ है, अलिकति सिस्टममा कसरी गर्नु सकिन्छ है, त्यो हामीले सिक्नु सक्यो भने चाहिँ पोल्ट्री फार्मिङ पनि गर्नु सकिने रहेछ। र यति भन्दै यो भिडियो यहीँ अन्त गर्न चाहन्छु। अलिक क्यामेरामा फर्किन। 2, 1, go. हेलो एभ्रिवान, बोल्नु चाहे उद्देश्यमा होइन, उहाँलाई त केही भन्नु र अब आफ्नो आफ्नो इच्छा हुन्छ। 2, 1, go. तपाईँहरू कसै नयाँ व्यक्तिले म पनि फार्म चलाउँछु, म पनि यो पोल्ट्री फार्मिङमा इन्ट्रेस्टेड छु भने उहाँलाई तपाईँ के सुझाव दिनुहुन्छ? यसो गेम्लिङ हो। धन्यवाद।